गुगल म्याप्स खोल्दा जति पनि बिजनेस देख्नुहुन्छ त्यसैगरी आफ्नो बिजनेस प्रोफाइल पनि बनाउन चाहनुहुन्छ भने त्यो प्रोसेस हामी यो भिडियोमा सिक्छौं। सो बिफोर दिस गुगल माई बिजनेस भनेको के हो र किन इम्पोर्टेन्ट छ भनेर बुझ्नको लागि हाम्रो लेटेस्ट भिडियो चेक गर्न सक्नुहुन्छ जसको लिंक डिस्क्रिप्सनमा छ। सो लेट्स गेट स्टार्टेड। सबैभन्दा पहिला हामी आफ्नो ब्राउजरमा गुगल म्याप सर्च गर्छौं र गुगल म्याप सर्च गरी आफ्नो रिक्वायर्ड लोकेसनमा जान्छौं। अब म्यापमा आफ्नो बिजनेसको ठाउँमा राइट क्लिक गर्नुस् अनि एड अ बिजनेस भन्ने अप्सन सेलेक्ट गर्नुस्। देन स्टार्ट बिल्डिङ योर बिजनेस प्रोफाइल भन्ने फर्म खुल्छ। यहाँ तपाईले आफ्नो बिजनेसको नाम र क्याटेगोरी हाल्नुपर्छ र यो एक्जाम्पलमा हामी क्रिजमेटिक डिजिटल सोलुसन र क्याटेगोरी इन्टरनेट मार्केटिङ सर्भिस हाल्छौं। यो भएपछि नेक्स्टमा क्लिक गर्नुस् र अब तपाईको एड्रेस सोध्छ। आफ्नो बिजनेस कन्ट्री, स्ट्रीट एड्रेस, सिटी र पोस्टल कोड भर्नुस् र यो जानकारी सही भएको शेयर गर्नुस्। देन म्यापमा एउटा रेड पिन देखिन्छ। यो पिनलाई तपाईको बिजनेसको ठाउँमा ठीकसँग राख्नुस्। यो कस्टमरहरूलाई तपाईको बिजनेस खोज्न धेरै महत्त्वपूर्ण हुन्छ। देन तपाईको बिजनेसको डेलिभरी स्ट्याटस एन्ड अफिस भिजिट मेन्सन गर्नुस्। अब यस्तै तपाईले आफ्नो लोकेसन बाहिर पनि कस्टमरलाई सर्भिस दिनुहुन्छ कि हुँदैन भनेर सोध्छ। यदि हुन्छ भने सर्भिस एरियाज एड गर्न सक्नुहुन्छ, यदि हुँदैन भने सिधै नेक्स्टमा क्लिक गर्नुस्। अबको स्टेपमा आफ्नो कस्टमरलाई सो गर्नुहुने कन्ट्याक्ट डिटेल्स हाल्नुस्। आफ्नो फोन नम्बर, यदि छ भने वेबसाइट हाल्नुस् र यो डिटेल्सले कस्टमरहरूलाई तपाईसँग कन्ट्याक्ट गर्न एकदम मद्दत गर्छ। र अब सबैभन्दा महत्त्वपूर्ण पार्ट रहेको छ भेरिफिकेसन। भेरिफिकेसनको लागि हामीसँग चारवटा डिफरेन्ट अप्सन्स रहेको छ, जस्ट लाइक भिडियो रेकर्डिङ, इमेल भेरिफिकेसन, फोन टेक्स्ट भेरिफिकेसन र लाइभ भिडियो कल। भिडियो रेकर्डिङ अप्सनमा तपाईले आफ्नो बिजनेसको लोकेसन, इन्टेरियर, एक्सटेरियर, साइनेज जस्तो प्रुफ्सहरू देखाउनु पर्ने हुन्छ। फोन टेक्स्ट भेरिफिकेसनमा तपाईले आफ्नो मोबाइल नम्बरमा 5 डिजिट कोड रिसिभ गर्न सक्नुहुन्छ भाया फोन कल अर टेक्स्ट। लाइभ भिडियो कलमा गुगल रिप्रेजेन्टेटिभसँग तपाईले रियल टाइम भिडियो कल गर्नुपर्ने हुन्छ र तपाईले उहाँले दिनुभएको इन्स्ट्रक्सन्सहरू फलो गर्नुपर्ने हुन्छ। र इमेल भेरिफिकेसनमा गुगलले तपाईलाई 5 डिजिट कोड तपाईको इमेल आइडीमा पठाउँछ र यो ट्युटोरियलको लागि हामी इमेल भेरिफिकेसन मेथड युज गर्छौं। सो इमेल अप्सनमा क्लिक गर्नुस् अनि त्यहाँ आफ्नो एक्सेसिबल इमेल हाल्नुस् जहाँ तपाईले भेरिफिकेसन कोड पाउनुहुन्छ। यदि हजुरको बिजनेस इमेल छ भने युज गर्दा भेरिफिकेसनको चान्सेस अलि हाई हुन्छ, सो इट्स बेटर टु युज योर बिजनेस इमेल। गुगलबाट तपाईलाई 5 डिजिटको कोड हजुरको इमेल आइडीमा आउँछ र त्यही कोडलाई तपाईले कपी गरेर यहाँ पेस्ट गरिदिनुस् अनि भेरिफाईमा क्लिक गरिदिनुस्। एन्ड देन अब तपाईको बिजनेस गुगलले भेरिफाई गर्दैछ। यो प्रोसेस पुरा हुन 5 दिनसम्म लाग्न सक्छ। भेरिफिकेसन भएपछि तपाईले आफ्नो बिजनेसको सर्भिस, बिजनेस आवर्स, फोटोज, भिडियोज हाल्ने अप्सन पाउनुहुन्छ। तपाई यो सबै डिटेल्स अहिले नै भर्न सक्नुहुन्छ या पछिको लागि स्किप पनि गर्न सक्नुहुन्छ। कंग्रेचुलेसन्स, अब तपाईले आफ्नो बिजनेस गुगल म्याप्स र गुगल सर्चमा सक्सेसफुली एड गर्नुभयो। एकचोटी तपाईको प्रोफाइल भेरिफाई भइसकेपछि तपाईले आफ्नो बिजनेस म्यानेज गर्न, फोटोजहरू एड गर्न र कस्टमर रिभ्युजहरू पनि रिसिभ गर्न सक्नुहुन्छ। And in our next video, we will step by step teach you how to optimize your Google My Business profile for local searches. Hope यो भिडियोले तपाईलाई धेरै हेल्प गर्यो र यस्तै खालको इन्फर्मेटिभ भिडियोजको लागि do like, follow and subscribe Crismatic Digital Solution.